यो व्हाट्सएप गाइज केस लोग आज चाहिँ हाम्रो इन्डोनेसिया बस जाँदैछ। ल हिँडौँ गाइज। ल हाम्रो गाडी अब निक्ले हाय राम्रो छ नि गाइज हाम्रो इन्डोनेसिया बस हो नि त। धन्नै एक्सिडेन्ट भयो यो गाडी नि यहाँ अगाडि त्यो ट्राफिक लाइट भएर होला हौ कस्तो ल्याएको लुटो। यहाँ बच्चाहरू हरन भन्दै बस्छ यार के गर्नु हरन त बजाइदिनु त होला नि। अब चाहिँ हामी जाँदैछौँ ठ्याक्कै हामी अब कति मिनटमा पुग्छौँ भने 6-7 मिनटमा पुग्छौँ होला हाम्रो प्यासेन्जरहरूलाई उठाउन। हट कट हान्दै जाने हो हामी त हट होइन हेरेर कुदै राख्नुपर्छ। ल जमै गाइज मान्छे त लिएर त छैन लिन चाहिँ जम गाइज। यो आवाज चाहिँ उता किन ड्याङ आइराखेको छ भने त्यहाँ चाहिँ मैले बुस्टर हालिदिएको छु क्या ओभर महँगो छ गाइज त्यसले त्यसको पावर ड्याङ हेर्नुहोस्। ल यो गाइज अब चाहिँ हाम्रो म्यापले त यहीँ देखाउँदै त लोकेसन अब यहीँ त होला नि गाइज। बिस्तारै हाय यहाँदेखि भित्र छिराइदिउँ न। हाय कति धेरै मान्छे हिँड्नै सक्दैन ल ग्लिचिङ भयो त गाइज मान्छे त सिधै यता आइपुग्छ त हौ। मान्छेहरू चढ्दैछन् गाइज मेरो आँखा चाहिँ कस्तो लाग्यो हेर्नु त सेम दामी देखिरहेछ नि गाइज। ल जाऊँ अब हाम्रो डेस्टिनेसनतिर लागौँ है गाइज। त्यतिखेरै पानी परिदिएको त यिनीहरू मान्छे त अनलकी हो क्या हो। यही बाटो हुँदै जानुपर्छ हेर्नुहोस् त अलिक फुल्काइदिएको त अगाडिको गाडी नि कस्तो त यार आज पानी परिरहेछ त्यो यस्तो डरलाग्दो बाटो छ नि गाइज। अब म्यापमा हेरेको त डरै लाग्यो गाइज। हेर्नु है कस्तो छ भन्नु है त्यो म्यापमा तपाईँहरूलाई स्क्रिनसट लिएर दिन नि सक्छु है गाइज। अन्तिमसम्म हेर्नु कस्तो लाग्छ भिडियो ओभरटेक हान्दै जाने हो यहाँ ब्रेक हाल्नु भने फेरि एक्सिडेन्ट भइहाल्छ।
यो गाइस आइपुगेँ मैं। हेर्नुहोस् त यस्तो डरलाग्दो बाटो उही पर्ने हान्दिउँ न चालु नै यस्तो खतरा बाटो है। एउटा गाडी मात्र कुद्ने बाटो जस्तो छ। यहाँ कतिवटा गाडी कुद्ने हट उकालो नि चढ्न त हेर्नु त कस्तो बाटो हो। यहाँदेखि बस हुत्यो भने नि कहिले फर्केर आइदिँदैन गाइस। हेर्नुहोस् त यस्तो कुना कुना घुमाउनुपर्छ गाडी नि। यस्तो रहेछ त अब त्यो लाइट देख्दै हुन्छ नि त्यो बाटो जानुपर्छ। त्यहाँ फेरि हरन नै नपाए आइदिन्छ त गाडी नि के हो भाडा। ओइ छिटो कुदा बिस्तारै। यो गाडी नि धान्नै छैन। हामी जस्तो प्रोफेसनल को छ कुदाउनु पर्छ नि त। डर लाग्यो माइ लर्ड। वेट के भयो गाडी त यत्रो बुस्टर हानेको त चल्दैन त। चढ मिलाएको र ठिक 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 ठिक। ओइ भाइ चढ्न के चाहिँ भयो होला यो बसलाई। इन्डोनेसिया बस एकछिन बाहिर निक्लिनु पर्यो। हेरौँ त ओए यस्तो डर लाग्दो ठाउँमा गाइस ह्यान्ड ब्रेक हालेको छु र मात्र ल ओइ टायर धान्छ चाहिँ भित्र जम्मै अहिले बुटले तान्छ उही ल ल ल ब्याक 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 ल ल ल गाडीहरू के साह्रो हतार भएको होला। यहीँदेखि पो ओभरटेक गर्छ त। यो गाइस हाम्रो इन्डोनेसिया बस अब चढ्छ हेर्नु है। अब चढ हाम्रो इन्डोनेसिया बस पो त कहाँ हार मान्छ र। हेर्नुहोस् त यस्तो खतरा हाम्रो इन्डोनेसिया बस। भिरहरू नि कस्तो डरलाग्दो गाइस। हेर्नुहोस् त डरै डर। अब हाम्रो डेस्टिनेसन चाहिँ अलिक नजिक आउन थालिसकेको छ। यस्तो भिड बाटो त डरै लाग्यो। हेर्नुहोस् त यस्तो टर्निङ छ नि। ओइ टर्निङ बिस्तारै
ब्रेक खाँदैछौँ ब्रेक खाँदै गएर चाहिँ ऐना हेर्नुपर्छ। वेट धान्नै ठोक्किएको यार ओए कस्तो हाकेर ल्याएको यार ब्रेक हान्ने हेर्नुहोस् त भिर डर लाग्यो। हाइट उताबाट आइरहेछ आहै सिन्धुली जस्तो छ त यो म्याप त। हेर्नुहोस् मुस्ताङको बाटो कस्तो डेन्जर छ नि टर्निङ हेर्नु त गाइस बाटो सानो भएर। सिन्धुलीको बाटो हो नि त गाइस हेर्नुहोस् त यस्तो अँध्यारो छ। ओए कस्तो अँध्यारो हौ। बाटै देखिँदैन त हौ। आइया कस्तो हल्लिएको गाडी नि। वेट बिस्तारै ओए आँखाले नभ्याएको बेला। ल हाम्रो इन्डोनेसिया बस चाहिँ फाइनली आइपुगेको छ। हाम्रो यस्तो डरलाग्दो काठमाडौँको सिन्धुली बाटो जस्तो हुँदै आइपुगेको छ गाइस हेर्नुहोस्। गाइस मान्छेहरू नतिर्सकेर अब घुम्छ राति चाहिँ के घुम्छ अहिले। जब हामी फर्किँदैछौँ त्यही बाटो फर्किने हो गाइस हेर्नुहोस्। यहाँ अगाडि डेन्जर पानी पर्न थाल्यो गाडी चिप्ली। रातिमा चाहिँ यो पुल चाहिँ दामी देखिँदो रहेछ। ओए गोटे कानन ओए बिस्तारै वेट अगाडिदेखि कस्तो आइदिएको ला थ्यात्त यो अगाडिकोले गर्दाखेरि मेरो 5000 को नुकसान गरायो नि गाइस हेर्नुहोस् त कस्तो ऐना फुट्यो नि ऐनै कुच्चिदिइराख्यो क्या।
यो गाइज अब हाम्रो डेस्टिनेसन चाहिँ आइसकेको छ। थ्याङ्क यू सो मच हाम्रो यो भिडियो फुल हेरिदिनु भएकोमा।